नमस्कार साथीहरू, आज हामी तपाईहरुमाझ यस्तो रोचक भिडियो लिएर आएका छौं। म आज कुनै यस्तो जातिको बारेमा भन्न जाँदैछु जसको इतिहास थोरै विवादास्पद छ र यसको कृति, वैभव, ज्ञान, भाषा र संस्कृति सदाका लागि अमर छन्, जसले आफ्नो एउटा आफ्नै सभ्यताको विकास गर्यो। आउनुस् आज हामी यसका बारेमा कुरा गरौं। आर्य यो जातले नेपाल र सीमापारीको देश भारतमा धेरै ठूलो भूमिका खेलेको पाइन्छ। आज हामी यसैको बारेमा रहेर यस भिडियोमा चर्चा गर्ने छौं। आर्यहरू को हुन्? यी आर्यहरू कहाँबाट आएका हुन्? नेपाल र भारतमा तिनीहरूको भूमिका कस्तो रह्यो? सारा कुराहरू आजको यस भिडियोमा राखेका छौं। अन्तिमसम्म हेर्न नबिर्सनु होला भन्दै म जान चाहन्छु आर्यको उत्पत्तितर्फ। आर्य शब्द संस्कृतको आर्यबाट आएको हो, जसको अर्थ हुन्छ सभ्य वा श्रेष्ठ। तर आर्यहरू केवल कुनै जात मात्र थिएनन्, उनीहरू एउटा सभ्यता थिए, एउटा विचार थिए। इतिहासकारहरूका अनुसार आर्यहरूको उत्पत्ति मध्य एसियामा भएको थियो। आजको इरान, काजाकिस्तान र अफगानिस्तानको आसपास करिब 3500 वर्ष अगाडि उनीहरू दक्षिणतिर सरेर भारत, पाकिस्तान र नेपालसम्म आइपुगेका थिए। आर्यहरूको आगमन र प्रभाव। आर्यहरूले दक्षिण एसियामा आफ्नो भाषा, धर्म र संस्कृतिको गहिरो प्रभाव छाडे। तिनीहरूले संस्कृत भाषा विकास गरे, जुन आज पनि वैदिक अथवा हिन्दू शास्त्रहरूको भाषा हो। ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद यी सबै ग्रन्थहरू आर्यहरूको योगदान हुन्। र यस सँगसँगै आर्यहरूले ल्याएको अर्को वर्ण व्यवस्था पनि हो। उनीहरूले मानिसलाई 4 जातमा विभाजन गरिदिए: ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र। तर यी विभाजन कार्यविधि र कर्मको आधारमा भएको थियो, न कि भेदभाव र छुवाछुतको आधारमा। यही व्यवस्थाले भारत र नेपालको समाजमा हजारौं वर्षसम्म असर पारिरहेको छ। नेपालमा आर्यहरूको प्रभाव। नेपालमा पनि आर्यहरूको प्रभाव देखिन्छ। यहाँको हिन्दू मठ, मन्दिर, संस्कृत भाषा र परम्पराहरू धेरै हदसम्म आर्य परम्परासँग मिल्दछन्। काठमाडौँको प्राचीन मन्दिरहरू, पुराना संस्कृत यी सबैमा आर्य संस्कृतिको झल्को पाइन्छ। आर्य र आधुनिक विवादहरू। आर्यहरूको इतिहास त्यति सरल र सजिलो छैन। कतिपयले भन्छन् आर्यहरू बाहिरबाट आएका थिए र केही अरू इतिहासकारहरू भन्छन् आर्यहरू यहीँका मूलवासी थिए। यसको बारेमा दुई खाले मत राख्ने विद्वानहरू छन्। कसैले यसलाई आर्य आक्रमण सिद्धान्त अथवा आर्यन इन्भेन्सन थ्योरी भन्छन्, तर यो सिद्धान्त आज धेरै नै विवादास्पद बनिसकेको छ। अरू केही विद्वानहरू यसलाई आर्य आक्रमण सिद्धान्त नभई आर्यन माइग्रेसन अर्थात् बसाइसरी आएको भनेर भन्छन्। तपाईहरुलाई के लाग्छ साथीहरू? कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। साथीहरू, अब हामी लागौं भिडियोको कन्क्लुजन तर्फ। आर्यहरू केवल कुनै जाति होइनन्, तिनीहरू एक सभ्यताको प्रतिनिधि थिए। हामीले आजका दिनसम्म चलाउँदै आएको धर्म, भाषा र संस्कारहरूमा तिनीहरूको गहिरो छाया देखिन्छ। साथीहरू, आर्य एउटा जात मात्र नभई यो सभ्यता हो, संस्कार हो भन्ने ठम्माइकै कारण हिजो विपरीत दिशामा रहेका विद्वानहरू पनि यही जात र यसबाट प्रतिपादित ग्रन्थहरूको अध्ययनमा लागेका देख्न पाइन्छ। र केही पश्चिमा प्रख्यात विश्वविद्यालयहरूमा यही ग्रन्थहरूको पठन पाठनको सुरुवातले पनि आर्यबाट प्रतिपादित धर्म र ग्रन्थ र संस्कृतिहरूलाई अमर बनाएको पाइन्छ। यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनु होला र साथैमा रहेको बेल आइकनलाई पनि दबाइदिनु होला, ताकि हामीले ल्याएको यस्तै रोचक भिडियोहरू तपाईहरुसम्म सजिलै पुगोस्। यति भन्दै म तपाईको शुभचिन्तक अर्को भिडियोमा फेरि भेट्ने बाचा गर्दै तबसम्मका लागि बिदा हुन चाहन्छु। धन्यवाद।